लाग्यो त गाइजहरू यात्रा अहिलेसम्मको अहिले हामी कता आइपुग्यौँ त हामी मलेखु कटेर खाजा खाना आइपुगेका छौँ अब हामी खाजा बोल्न सक्ने छैन पुरी तरकारी खान्छौँ अहिले यहाँ 10:11 भएर खाजामा पुरी तरकारी छ लक्ष्मी पाएको मान्छे अब हामी मुगलिनतिर पुग्छौँ खाना खाना ल गाइस अब चाहिँ हामी खाजाको खाएर मलेखुपछि अब निस्किन लाग्छौँ हाम्रो माइक्रो यही हो यसमा यहाँको हामी सब हामी खाना खाना पुग्छौँ है त के छ अनि खाजा कस्तो लाग्यो खाजा वाज गुड अब हामी कता रोक्छौँ त खाना खाना मुगलिन मुगलिनतिर अब मासु भात हाल्नु पर्ने हुन्छ है त चुम्लिङका जाममा परेको छौँ है साथीहरू चुम्लिङकाको जाममा छौँ होइन जामहरू भइहाल्छ सायद यहाँ वान पहिला जाने अनि आउनु गर्मी चाहिँ ओपर छ अनि फेरि मारेको छ अब चाहिँ हामी कता आउनु जाने आउँदा हुन्छ बिहान 6 बजी पाउँछ है त सिउ गाइज अलराइट गाइज वेलकम ब्याक टु हाम्रो च्यानल वेलकम ब्याक टु पोखरा हामी पोखरा फेरि आइपुगेको छौँ हामी कति वर्षपछि 3 वर्षपछि मार्जित ट्रेकपछि फेरि हाम्रो अर्को ट्रेक हुन लागेको छ कस्तो लागिरहेको छ केटाहरूलाई एकदम एक्साइटेड कुन ट्रेक गर्दैछौँ त हामी केही आइडिया छ अलराइट गाइज अब चाहिँ हामी अलिकति भोक लागिरहेको छ होइन हामी चाहिँ अब खाना खान जान्छौँ खाना चाहिँ हामी फेरि पहिला जहाँ खाएको त्यहीँ खान्छौँ हामी होइन खाना खानको लागि चिकन खाजा सेट खाना सेट खाँदैछौँ हामी चिकन बोइलर सुन बोइलर कुन बोइलर होइन है त मुगलानबाट खाना कस्तो लाग्यो गाइस एकदम र साथी कस्तो लाग्यो आफ्टर 3 इयर्स स्टिल टेस्ट इज सेम है अब हामी कता लाग्दैछौँ अब हामी बाबुन बसबाट ल लिस्ट पनि आयो हामी जाँदैछौँ है त साथीहरू देख्न सक्नुहुन्छ पोखराको हामीले खाना खाएको चाहिँ मुगलानमा खाएको मुगलान हेरो जाँदैछु झरे ल मैले चाहिँ हाम्रो एकजना खतरा फ्यानलाई भेटेको छु ल भाइको नाम चाहिँ भन्नु त कार्की बोरो भ्लग्सलाई सब्सक्राइब गर्नु भयो ल थ्याङ्क यू सो मच भाइ ल सिउ पछि है त अन्नपूर्ण पेस्टल थाहा छ अब थाहा हुन्छ हामी गएर आएर भन्छौँ ल ब्लग हेर्दै गरेर हेर ल तिमीले पनि देख्छौ त्यहाँ पुगेपछि गर्छौँ नि ल यो हामी फर्केपछि 4-5 दिन बस्छ आउँछ ल दामीसँग मौसम सो नाउ वी आर हेडिङ टुवर्ड्स द होटल होटल अर्थ ल हाम्रो भर्खरको नयाँ सब्सक्राइबर है सो वेयर ब्याक एट पोखरा लेक साइड अहिले चाहिँ हामी होटल खोज्दै गइरहेको छौँ है होटलमा पुगेपछि गेट ब्याक टु यु सो अलराइट गाइस हामी चाहिँ अब सो
बोटिङ गर्न जान लागेका छौँ होइन। हामी चाहिँ आज त्यहीँ बस्नु लागेको छ लेफ्ट साइड नजिकै होटेल। सो हामी अहिले रेडी भइसकेका छौँ। कति बज्यो? 5:08 भइसक्यो। अब रात पनि लगाइसक्यो। हामी छिटो छिटो बोटिङ गरेर भोलि हामी झिनु डाँडालाई निस्किनु पर्ने छ। भोलिदेखि हाम्रो ट्रेक सुरु हुन्छ साउथ एबिसी। कस्तो लागिरहेको छ सोनाम अहिलेसम्म? मजा आइरहेछ। मजा आइरहेछ। सो गाइस लेट्स गो स्टुडियोमा हाम्रो केटाहरू चाहिँ त्यहाँ चढ्न लागिरहेछन् है। यहाँ त रेडी हुँदैछ, वेट गर्दैछु म। हो यस्तो आडा भ्यू यार। यता पछाडि गयो भने राम्रो आउँछ क्या Chill and super guys. Hi guys, welcome back to Feotal. Oi Feotal लगायो क्या हो? Oi क्या दामी आउनु रहेछ त्यहाँ? पोखरा फेवातालको लौमाया साँच्चैको नलम्बो। Enter Caroline. Just trust me, you'll be fine.